अचार भनेपछि हामी धेरैलाई अति नै मनपर्ने कुरा र त्यसमध्येमा पनि अलिकति नयाँपनको यो टोफुको अचार अति नै स्वादिलो पनि बन्छ र यही टोफुको अचार तपाईँहरूको बिचमा सेयर गर्न खोजिरहेको छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। यो मैले टोफु लिएको छु, यसलाई मैले एकदम सफा गरेर राखेको छु र बीचबाट यसरी मैले काट्न गइरहेको छु। हल्का हल्का आफूलाई चाहिने जुन साइज हुन्छ त्यही साइजमा नै मैले यसलाई काट्न खोजिरहेको छु। मैले लिएको टोफुलाई यसरी हल्का स्लाइस लाम्चो गरिसकेपछि फेरि बीचबाट यसरी म काट्छु। ठिक्कको टुक्रा टुक्रा हुने गरेर आफूलाई मनपर्ने साइजमा हामी यसलाई काट्न सक्छौँ र यस्तो तरिकाले मैले यो टोफुलाई काटेर यसरी तयार गरेर राखेको छु। सुरुमा त हामी टोफुलाई फ्राई गर्नुपर्छ र तेल यसरी एउटा भाँडामा राखौँ। यो टोफु फ्राई गर्नको लागि जति तेल चाहिन्छ र त्यति तेल यसरी राखौँ र अब चाहिँ टोफुलाई माथिबाट यसरी राखिदिनुपर्छ र टोफु स्वास्थ्यको लागि अति नै राम्रो पनि मानिन्छ र त्यसमध्येमा पनि अचार भनेपछि यो टोफुको पनि अति नै स्वादिलो पनि बन्छ र बीचमा यसरी पल्टाउँदै दुवै साइडतिर मजाले यसलाई फ्राई गरिदिनुपर्छ र यसरी हल्का मात्रामा रातो हुन थालिसकेपछि लगभग टोफु तयार भयो र यसलाई निकालेर एक ठाउँमा राख्ने र यही तेलमा अलिकति मस्यौरालाई पनि म फ्राई गर्न जाँदैछु र यो मस्यौरालाई नै बीचमा यसरी चारैतिर लाग्ने गरी फ्राई हुने गरी चलाएर तयार गर्ने। अब त्यही तेलमा अलिकति मेथीलाई मैले यसमा राखिदिएँ। अब सुकेको खुर्सानीलाई पनि यसमा यसरी राख्छौँ र लगत्तै मसिनो गरेर काटेको यो प्याजलाई पनि यसरी राखिदिनुपर्छ। आजको रेसिपी तपाईँहरूलाई मन पर्यो भने भिडियोलाई लाइक, शेयर अनि कमेन्ट गर्नलाई नभुल्नु होला र बीचमा यसरी चलाउँदै यो प्याजलाई फ्राई गर्दै जाने। थोरै अदुवा लसुन राखेर पनि यसलाई यसरी चलाइदिनुपर्छ र हल्का मात्रामा फ्राई हुन थालोस्। अलिकति बेसार पनि हामी यसमा राख्छौँ र अब यसलाई पनि यसरी चलाइदिनुपर्छ र यसरी टोफुको अचार यस्तो तरिकाले ग्रेभी बनाउँदै र तयार गर्दाखेरि अति नै स्वादिलो बन्नलाई मद्दत पनि गर्छ। लगभग 5 मिनेटपछि टमाटरलाई यसरी राखिदिनेछौँ र बीचमा यसरी चलाइदिने। मसला अलिकति जिरा र धनिया पनि यसमा राखिदिन्छौँ र यसलाई पनि यसरी चलाइदिने र रेसिपीप्रति कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया छ भने कमेन्ट गर्नलाई नभुल्नुहोला। स्वाद अनुसारको नुन पनि यसमा राख्ने र यसलाई पनि यसरी चलाइदिनुपर्छ र अचार भनेपछि हामी धेरैलाई मन पनि पर्छ। कुनै न कुनै रूपमा अचार हामीले खाइरहेको नै हुन्छौँ र रातो खुर्सानीको धुलो पनि मैले यसमा प्रयोग गरेको छु र त्यसपछि थोरै मात्रामा म पानी पनि यसमा राख्न गइरहेको छु र यी सामग्रीहरूलाई फेरि एकपल्ट यसरी चलाइदिनुपर्छ। लगभग 5 मिनेटपछि अलिकति हरियो खुर्सानी पनि हामी यसमा प्रयोग गर्छौँ र यसलाई पनि यसरी चलाइदिनुपर्छ र मजाले यो मसला चाहिँ पाक्नुपर्छ र मजाले मसला पाकिसकेपछि तेल हल्का माथि आउँछ र अब चाहिँ माथिबाट यसरी टोफुलाई राखिदिने र मस्यौरालाई पनि बीचमा यसरी राखिदिने र अब यसलाई यसरी चलाइदिनुपर्छ र सबैतिर लाग्ने गरी चलाएर लगभग 10 मिनेट सानो आगोमा पकाएपछि हाम्रो यो टोफुको अचार तयार पनि भयो र धनियाको पात माथिबाट यसरी राखिदिएको छु। अति नै स्वादिलो र नयाँ स्वादको यो टोफुको अचार तयार मैले यसरी गरेर सर्भ गरेको छु। यदि तपाईँहरूलाई पनि टोफु मनपर्छ भने पक्कै यस्तै तरिकाले नै मिठोसँग यसपालिको अचारमा टोफुलाई समावेश गरेर खानुहोला। आजको रेसिपी तपाईँहरूलाई कस्तो लाग्यो, मन पर्यो भने भिडियोलाई लाइक, शेयर, च्यानललाई सब्सक्राइब गर्नुहोस्। यस्तै नयाँ रेसिपी फेरि पनि लिएर आउनेछु। तबसम्मको लागि नमस्ते।